हेलो साथीहरू, आज चाहिँ म बाहिर आएको छु है। भोलि चाहिँ लक्ष्मी पूजा पुज्ने दिन हो हैन। त्यही भएर चाहिँ यहाँ चाहिँ यस्तो मजाले चाहिँ के भन्छ पुरै बजारहरू लागेको छ है। माताको उयसहरू हेर्नु त कति राम्रो हो। अन्त यहाँनिर चाहिँ मेरो बुढा र बहिनीले चाहिँ सयपत्री फुल किन्दैछ हो। यहाँनिर है सयपत्री फुल पनि किन्यो हैन। यो भोलि किन्नुपर्छ नि। किनिसक्यो यहीँ हाल्नु न, यहीँ हाल्नु। अन्त हेर्नु यतातिर पुरै यसरी लागेको छ। यहाँ चाहिँ रङ्गोलीहरू बनाउने कलरहरू रहेछ हो। तर हामीले लिन है जाउँ। यहाँ चाहिँ जानेन भने डिजाइन हाल्नुलाई क्या सबै यस्तोहरू पनि रहेछ। तर पुरा महँगो है। आफ्नो हातले बनाएको हो नि त, त्यही भएर चाहिँ महँगो गर्दा चाहिँ। यहाँनिर फ्रेस फ्लावरहरू है, फुलहरू छ। सयपत्री फुलहरू पनि रहेछ। यो चाहिँ मातालाई चढाउने कुचोहरू पनि भयो हो। अब हामीले चाहिँ थाल किन्नुपर्छ। जाउँ उतै है। आज चाहिँ यस्तोकै बजारहरू लागेको रहेछ रङ्गोली बनाउने हो। हामीले चाहिँ यहाँ किने सामान देखाउँछु ल। हामीले चाहिँ यहाँ किने सामानहरू हो। माताहरू यहाँ किने हामीले यही किनिसक्यो। अब फर्केको चाहिँ है परदेशमा भए पनि भगवान्लाई त मान्नु पर्यो, पुज्नु पर्यो हो। त्यसको लागि चाहिँ एकपल्ट लाइट हेरौँ भनेर आउँदैछु। कति गर्छ के गर्छ हेर्छु। लाइट पनि हेर्नु यस्तो महँगो हुन्छ होला है। यहाँ पुरै लाइट हो। हेरौँ ल पक्कै 10 फिट अरे यो 300 रुपियाँ अरे। कस्तो महँगो भयो अहिलेको जमानामा है। हामीले चाहिँ यो दियो भएको लाने यस्तो बोल्दो रहेछ।